सो हे गाइज आज यो भिडियोमा चाहिँ म तपाईलाई अनलाइन ब्रोकर यानी कि टिएमएस अकाउन्ट कसरी खोल्ने भन्ने कुरा सिकाउँदै छु। यदि हजुरहरु पनि ब्रोकर अफिस नगइकन चाहिँ तपाईहरुले अनलाइनबाट चाहिँ टिएमएस अकाउन्ट चाहिँ खोल्न चाहिराख्नु भएको छ भने चाहिँ यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। तपाईहरु टिएमएस अकाउन्ट बनाउनु भन्दा अगाडि चाहिँ यो डकुमेन्ट्सहरु चाहिँ रेडी पार्नु होला। फर्स्टमा चाहिँ तपाईको नागरिकताको फ्रन्ट साइड भनेको छ, यो एउटा ठिक पार्नु पर्यो। अर्को चाहिँ सिग्नेचर अन प्लेन विथ व्हाइट पेपर भनेको छ र अर्को चाहिँ फोटो अपलोड भनेको छ। यो चाहिँ तपाईहरुको चाहिँ प्राय पासपोर्ट साइजको फोटो हो है। र अर्को मेरो शेयर डिटेल्स अर डिम्याट कन्फर्मेसन भनेको छ। यो तपाईहरुले मेरो शेयरमा गएर माई इन्फर्मेसन अथवा माई डिटेल्समा गएर स्क्रिनशट लिन सक्नुहुन्छ। र अर्को चाहिँ सेल्फी क्यारिङ एनी गभर्नमेन्ट इस्यु भनेको चाहिँ नागरिकता ड्राइभिङ लाइसेन्स जे पनि तपाईहरुले चाहिँ समातेर चाहिँ पहिला फोटो खिच्नु पर्छ आफूले देखाएर है। अर्को चाहिँ नेशनल आइडी कार्ड कन्फर्मेसन भनेको छ, अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। अनि अर्को चाहिँ नागरिकताको चाहिँ ब्याक साइड पनि भनेको छ। यति भएपछि चाहिँ हजुरले चाहिँ टिएमएस अकाउन्ट खोल्न सक्नुहुन्छ। अब चाहिँ हजुरहरुले चाहिँ ब्रोकर अकाउन्ट चाहिँ कुनबाट खोल्न चाहनु हुँदैछ त्यो ब्रोकरमा चाहिँ जानुपर्छ। जस्तै मैले चाहिँ ब्रोकर नम्बर 49 बाट खोल्दै छु। यदि तपाईहरु 58, 41 अथवा विभिन्न ब्रोकरदेखि चाहिँ तपाईहरु खोल्दै हुनुहुन्छ भने त्यति नै सर्च गर्नुपर्छ। म टिएमएस 49 भनेर सर्च गरे। यहाँ गइसकेपछि यहाँनेर माथिको यो वेबसाइट ख्याल गर्नुपर्छ। हामीले जुन चाहेको त्यही नै हुनुपर्छ है। अब यहाँ गइसकेपछि यहाँनेर क्लिक गर्नुस्। यहाँ ब्रोकर स्टक नम्बर चाहिँ 49 भनेर देखाएको छ, तपाईको हेर्नुस्। अनि तल न्यू रेजिस्ट्रेसन अनलाइन ट्रेडिङ अकाउन्ट ओपनिङ भनेको छ, यहाँनेर क्लिक गर्नु होला। फर्स्टमा चाहिँ यहाँ जनरल डिटेल्स भनेको छ, जम्मा चाहिँ हाम्रो यहाँनेर 6 वटा स्टेप्स छ। त्यसैले तपाईले टिएमएस अकाउन्ट बनाउन खोज्दै हुनुहुन्छ भने चाहिँ मिनिमम पनि आधी घण्टा जति टाइम चाहिँ दिनुपर्ने हुन्छ। र यहाँ आइसकेपछि रिफर बाइमा चाहिँ नराख्दा पनि हुन्छ। क्लाइन्ट टाइपमा इन्डिभिजुअल राख्नु होला यदि तपाईहरु इन्डिभिजुअल हो भने। त्यसैबाट यहाँनेर हजुरले मोबाइल नम्बर राख्नुपर्छ। अनि ब्रान्च कहाँबाट खोल्दै हुन्छ त्यो ब्रान्च सिलेक्ट गर्नु होला। यहाँनेर अनलाइन छ। प्यान नम्बर यदि तपाईहरुसँग प्यान नम्बर छ भने प्यान नम्बर राख्न सक्नुहुन्छ र इमेलमा इमेल भरेर नेक्स्ट गर्नु होला। यति गरिसकेपछि हाम्रो इन्डिभिजुअल डिटेल्स भनेको हुन्छ। यहाँनेर तपाईहरुको फर्स्ट नाम राख्नु होला। त्यसपछिबाट यहाँनेर लास्ट नाममा आफ्नो थर राख्नु होला। यदि हजुरहरुको चाहिँ मिडल नेम छ भने मिडल नेम पनि राख्न सक्नुहुन्छ। अनि जेन्डरमा तपाईले मेल फिमेल सेलेक्ट गर्न सक्नुहुन्छ। डेट अफ बर्थ छ, यो इंग्लिशमै राख्नुस् अथवा नेपालीमै राख्नुस्, तपाईको मिलिहाल्छ। यहाँले लगातार तपाईहरुले बुवाको नाम, आमाको नाम अनि बाजेको नाम भर्नु होला। त्यसपछिबाट हजुरहरुले यहाँनेर तलतिर इज एनआरएन भनेको छ। यदि तपाईहरु विदेशी हुनुहुन्छ भने यस गर्न सक्नुहुन्छ, हैन भने नो गर्नु होला। र इज माइनर भनेको छ। यदि तपाईहरुले बच्चाको चाइल्ड अकाउन्ट खोल्दै हुनुहुन्छ भने यस गर्नुपर्छ, हैन भने चाहिँ नोमा टिक लाउनु होला। अब यहाँ नेसनलिटी हाम्रो नेपाल नै हुन्छ। अब नेशनल आइडी भनेको छ। अब यहाँ चाहिँ तपाईहरुको राष्ट्रिय परिचय पत्रको नम्बर चाहियो है। अनि अर्को चाहिँ नागरिकताको नम्बर पनि भनेको छ। अब यो दुईटै चाहिँ तपाईहरुले राख्नुपर्ने हुन्छ। र यहाँनेर चाहिँ हजुरले चाहिँ इस्यु भएको प्लेस पनि सेयर गर्नुस् भनेको छ। तपाईको नागरिकता कहिले बन्यो भन्ने कुराहरु छन्, यो पनि राख्नु होला। अलिक तल आएपछि हजुरको चाहिँ म्यारिटल स्ट्याटस भनेको छ। यदि तपाईहरु म्यारिड हुनुहुन्छ भने म्यारिड गर्नु होला, हैन भने अनम्यारिड पनि गर्न सक्नुहुन्छ। र यहाँ तल अकुपेसन भनेको छ। तपाईहरु अकुपेसनमा आफू के हुनुहुन्छ त्यो राख्नु होला। र यहाँनेर कन्ट्याक्ट भनेको छ, कन्ट्याक्ट राख्नु होला। अनि एड्रेस पनि राख्नु होला। र यहाँनेर फाइनान्शियल डिटेल्समा तपाईहरुले अब कतिसम्म कारोबार गर्नुहुन्छ त्यतिसम्मको राख्नु होला। अनि इन्भल्भ इन इन्भेस्टमेन्ट कम्पनी भनेको छ, यस अथवा नो गर्न सक्नुहुन्छ। यति गरिसकेपछि अब एड्रेस डिटेलहरु भर्नुपर्ने हुन्छ। हाम्रो नेपालमा नेपाल भइहाल्यो, स्टेट प्रदेश कुन प्रदेशमा हुनुहुन्छ, कुन जिल्ला, कुन गाउँपालिका त्यो सबै भर्नु होला। र अलिक तलतिर चाहिँ हजुरले सेम एज अ पर्मानेन्ट पनि गर्न सक्नुहुन्छ। यो गरिसकेपछि नेक्स्ट गरिदिनु होला। अब हजुरको चाहिँ बैंक डिटेल्स भर्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ हजुरको कुन बैंक हो त्यो बैंक चाहिँ सिलेक्ट गर्नु होला। बैंकको शाखा पनि सिलेक्ट गर्नु होला। र यहाँ तल अकाउन्ट नम्बर पनि राख्नुपर्ने हुन्छ। अनि नेक्स्ट गर्नु होला। र यहाँनेर बीओआईडी नम्बर भनेको छ। यहाँनेर चाहिँ हजुरले चाहिँ आफ्नो डिम्याट नम्बर चाहिँ राख्नुपर्ने हुन्छ। र यहाँनेर हजुरको नेक्स्ट गरेपछि चाहिँ आर यु अ पोलिटिशियन अर हाई र्याङ्किङ अफिसियल भनेको छ। यदि हुनुहुन्छ भने यस गर्नु होला, हैन नो गर्नु होला। रिलेटेड पनि भनेको छ। अब यो पनि तपाईहरुले नो गर्नु भए पनि हुन्छ। यो डु यु ह्याभ अ बेनिफिसियरी भनेको छ। यसमा चाहिँ हजुरले चाहिँ हकवाला चाहिँ राख्नुपर्ने हुन्छ। त्यसपछिबाट हजुरहरुको चाहिँ अब यहाँ डकुमेन्टहरु चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। सो यो सबै डकुमेन्टहरु चाहिँ तपाईहरुले अपलोड गरिसकेपछि नेक्स्टमा जानु होला। त्यसपछिबाट यहाँनेर चाहिँ हजुरको चाहिँ एग्रीमेन्ट भनेको हुन्छ। यसलाई चाहिँ तपाईहरुले प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यहाँनेर आफ्नो डिटेल्सहरु एकचोटी मजाले चेक गर्नु होला। चेक गरिसकेपछि हजुरको सब डिटेल ठीक छ भने चाहिँ यहाँनेर सबमिट एप्लिकेसन भनेको हुन्छ, यहाँ जानु होला।